लुकिजमको रिसेन्ट च्याप्टर पछि किङ अफ जियोलाले म्यान्ड्योकको जस्तो हालत गर्यो। त्यो देख्दा त म्यान्ड्योक बास्ला जस्तो पनि लाग्दैन, तर यस्तै हालत पाचेन्जोले लाइनम्यानको पनि गरेको थियो, तर लाइनम्यान बाँचिहालेको थियो। म्यान्ड्योकको हालत देखेर धेरैले यो पनि भनिरहेछन् कि म्यान्ड्योकले जे काम गरेको थियो त्यसको लागि म्यान्ड्योक मर्नु नै डिजर्भ गर्छ, किनभने म्यान्ड्योक वर्करमा थियो र उसले धेरै इलिगल काममा सपोर्ट गर्यो र आफूले पनि धेरै इलिगल काम गरेको थियो। तर के म्यान्ड्योक साँच्ची मर्नु नै डिजर्भ गर्छ र? फर्स्ट अफ अल म्यान्ड्योक वर्करमा थियो, त्यसको एउटा मात्र रिजन हो युजिन, किनभने म्यान्ड्योकको स्कुल टाइममा युजिनले उसको हेल्प गरेको थियो र युजिनले देख्दा म्यान्ड्योकलाई केही गर्ने मोटिभेसन पनि मिल्थ्यो, त्यसैले म्यान्ड्योक युजिनसँग वर्करमा नै थियो। मलाई लाग्छ कि अहिले म्यान्ड्योकको पास्टको बारेमा हामीले धेरै केही पनि देखाएको छैन। हामीले पछि गएर आउनेवाला च्याप्टरमा युजिनबाट म्यान्ड्योकको बारेमा अरू पनि केही थाहा पाउन सक्छौँ, त्यसैले मलाई त म्यान्ड्योक मर्नु नै डिजर्भ गर्छ भन्ने लाग्दैन। म्यान्ड्योक युजिनको लागि लोयल थियो र उसले सबै काम युजिनप्रति आफ्नो लोयलिटी देखाउनको लागि मात्र गरेको थियो। तर अहिले म्यान्ड्योक मर्यो भने युजिनको केही खतरनाक वाला प्लान निस्किन सक्छ, जो युजिन वर्करको हेडक्वार्टरमा पुगेपछि युज गर्नेवाला छ। अनि तिमीहरू के सोच्छौ? आफ्नो ओपिनियन पनि कमेन्ट गर्नु।